Hi guys, let's do what I ate in a Nepali wedding reception part 2. हामीलाई जाने बित्तिकै चाहिँ चियाले स्वागत भएको थियो तर हामीले चिया खाएनौं सिधै जुसतिर लाग्यौं जुस पनि 3 खालको फेरि खायौं त्यसपछि हामीले खायौं छोले टिक्का चाट पनि मिठो थियो अनि अर्को पनि चाटै थियो चाटपछि पानी पुरीतिर लाग्यौं पानी पुरी पछि यो पनिर चिल्ली खाएको थियौं पनिर चिल्ली पछि चाहिँ हामीले चाउमिन हामीले चाहिँ अलि थोक्लिदै 4 जना भएर खाँदै थियौं यो कर्न चाट चाहिँ मिठै थिएन अनि यो पास्ता पनि 2 खालको थियो अनि यो त्यो लाइभ नै बनिरहेको थियो के सबै थियो मोमो डोसा सबै थियो लाइभ नै बनिरहेको थियो अनि हामी फ्रुट्स पनि एकदम गुलियो मिठो चट्ट परेको थियो यो पनि मिठो थियो एकदम घटिया थियो यो त जन यसको नाम चाहिँ मलाई ठ्याक्कै याद छैन तर यो पनि मिठै थियो त्यस्तो नट माई टेस्ट अनि रियल फ्रुट जुस खायौं पपैयाको अनि यहाँ चाहिँ ग्रीन सलादहरु अनि अचारहरु थियो सुरुमै जाँदाखेरि डिनरमा चाहिँ अनि त्यो सबै लिम हामीले एक एक गर्दै लिम अनि सबै थोक पनि लिएनौं अनि गाजरको हलुवा अनि यो गुलाब जामुन यो के थियो के मलाई याद पनि छैन अनि खायौं यो भेजिटेबल कटलेट यस्तो मिठो थियो यो पनि अनि त्यसपछि हामीले सबै थोक लिँदै गयौं यो थियो पनिर त्यसपछि आलुदम अनि पालक कर्न यस्तै गरी सबै थोक लिँदै गयौं अनि दाल मखनी पछि भेजिटेबल सटे भेजिटेबल थियो अनि नर्मल पुलाउ जीरा पुलाउ अनि दाल फ्राई थियो यति दाल फ्राई सबै थोक यति खाइसक्यौं हामीले यति थोक अनि चिप्स लिन आयौं चिप्स र पापड ल्यायौं त्यसपछि हामीले पुरी र नान लिएर फेरि हामी सब्जी लिएर त्यो सबै खाइसकेर यस्तो रमाइलो भइरहेको थियो नि यो हेर्नलाई यति नै मिठो थियो खाँदा पनि अनि यो हेर्दा खाँदा अनि फोटो पनि खिच्यौं मेरो दाइसँग यति फ्रेन्डली हुनुहुन्थ्यो दाइ हैन यस्तो रमाइलो भइरहेको थियो अनि यति खाएपछि गयौं हामी कुल्फी खायौं 3 पल्ट त थपेर खायौं यो कुल्फी पनि अनि कुल्फी खाइसकेपछि लास्टमा विराटनगरको भएपछि पान खानै पर्यो बाइ बाइ